देखेको छ हेलो एभ्रिवान हामी चाहिँ आज मुकबाङ गर्न गइरहेछौँ यो भिडियो चाहिँ ममको च्यानलमा आउँछ सबैजनाले हेरिदिनु होला सबैजना आजको मुकबाङमा के छ भने मैले चाहिँ मासु भाउडा दिन दुई पिस खानु पर्यो 2 पिस त्यो त खाइसक्नु पर्यो बसेर बोला तिम्रो जाने काटी मासु 2 पिस खाइसक्नु पर्यो त्यो 2 पिस चाहिँ खाइसक्नु पर्यो 2 पिस जसले छिटो खान्छ त्यसलाई मैले तर्फबाट पुरस्कार छिटो रुपे त हैन ए गोविन्द साई गोविन्द साई नानाले भन्छ के आफ्नो पाला हुँदाखेरि यस्तो पनि हाममा दिया चेतन भनेछ भन्छ कामेर हिँड्नु मात्रै पादेको पादेको कहिले पाच्छ हौ भनेर चाकै बोल्छ र के हङ्गाउने पुग भाउजूले बोलाउनु हेलो नमस्ते मुकबाङ गर्न लागेको धेरै करेन्ट छ त्यसपछि यहाँ सुँगुरको मासु हाम्रो चाहिँ यस्तो खालको छ मिठो नभए भने गरेर खाने यो चाहिँ हाम्रो भागमा 2 पिस खतरा है यो अब स्टार्ट गर्नु पर्यो फ्याट त भइसक्यो तिम्रो हातमा ल्याउन हातले खानु भने के भयो म पनि हातले खाएँ त मलाई करेन्ट पिरो हुँदै खान मन लागेको थियो म एक गास भाउजू छोडिदिन चाख्नु वाउ होइन कि यो करेन्टै खानु पर्ने चाहिँ खानु हुने होला जे खाए पनि हुने कि ओ करेन्ट पिरो रहेछ नि त नि मिठो रहेछ लेमन के रे नो रिएक्सन पनि हेरौँ न ल खाइहाल्नु खै त अनि छैन त मलाई करेन्ट आइपुग्छ होला भयो नो रिएक्सन भिडियोमा हेरेर मलाई करेन्ट चाहिँ कति खानु मन लागेको डल्लै हुन्छ चाहिँ कान डल्ले उता भिडियोमा हेरेर उसको कान त्यसरी बिगाऱ्यो भने त कहाँ पाउँछ त फेरि म त रिएक्सन गरिहाल्छु म त रिएक्सन गर्नु सक्छु मिठो है लेमन मेरो है यो चाहिँ लेमन छैन यहाँ चुल्हामा ऊ होला खै मासु स्टार्ट गरौँ न त यम्मी भएछ मासु त्यो तपाईँले त डल्लै तपाईँ 2 जना गयो त्यो मेरै हो खाने होइन स्टार्ट गर न डढेको मनपर्छ त्यस्तो साह्रो भाउज मिठो भएर चाहिँ स्टार्ट चेस गरौँ चेस कान्छी आउनु अर्को भएन कि अलि ए माथि आउनु अलि खोप्रानु त हाम्रो मिठो होला नि मासु त कस्तो खाने खालको रहेछ टेस्टी कस्तो मिठो भएको है लगाएको चाहिँ उसले जस्तो गरौँ न खाइ छ हामीले यस्तो उसको स्टाइलले खानु पर्यो सागमा कस्तो मिठो हुन्छ थाहा छैन मजाले खान्न भने अन्त सबैले बिस्केर मासु त पनि खान्छ म चाहिँ फर्स्ट टाइमै सागमा हालेर खाएको थिएँ खानु लाग्यो अप्ठ्यारो भयो म भित्र छिटै छेउमा बसेँ भन्छु यो हाल्ने मासु भाउजूलाई खतरा प्र्याङ्क गर्नु पर्यो भनेको त भाउजूले उल्टै मलाई प्र्याङ्क गरिदिएर मलाई अनि कति धेरै जानु मन थियो अनि मलाई त नि बेलुकाको 6 बजीदेखि भन्नु जस्तो लाग्थ्यो त बेलुकाको 6 बजी आफ्नै बारेमा के त्यो पनि कति हिरोनी भइसकेको छ नि मलाई पनि मनपर्छ ढिङ्कुली बुढी लेमन चस उगाउनु न चसको दुईटै हात जस्तो भयो रक्सी खाए ल कोक खजिरी कोक निकाल्नु न कोक
लेमन खानु न हो जुस जुस ममा जुस ल ममा जुस सकिन चस गरिराख्छ तिम्रो खोल्नु न है ममता दिदी खोल्नु भयो ममा जुस रक्सी हो अरे रक्सी रविलिङ छोरीको रक्सी म चाहिँ सिनियर हो त्यो भएर कडा राख्ने ठाउँै भएन फेरि म बिचमा ठुलो मान्छे छिरे क्या बिचरा यहाँ बहिनी पुग्ने के भयो सागसँग कस्तो लाग्यो साग खाएकै छैन मिठो भएछ नानीले घरमै रोप्नु भएको अरे हो ए लास्ट फर्स्ट एन्ड लास्ट अचार पत्ता के तोड्दैन ममता दिदीको मानी कस्तो राम्रो भएको थियो छिप्पिसकेको थियो खायो भने त हुन्छ मोरी गएछ अझै खाइ लास्ट लागेछ हो ल्याइदिहाल्छु मिठो भएछ धन्यवाद है को भाउजू खानुहुन्छ खाँदै हुनुहुन्छ के खानुभयो को भाउजू चाहिँ हजुरलाई त मिलाएर मासु Oh my god. भाउजू सब्जी एउटा सकिसक्यो मासु म त मासु ठिकै छैन दुईजनाले त द्याट्स नट अ गुड एउटा खाइसक्यो दुईटा मैले पनि खाइसकेँ एउटा जसले यो चाहिँ खान्छ ल हात नहाल न के भिडियो बिग्रिन्छ छेउमा भयो कान्छे तिमी आफ्नो बनिन्छ न यसो होस् भइहाल्छ ठिकै छ फुल छ कि लास्ट मिठो भएछ है खाए ल भन्नु न तिमीले हिजो बनाएको मोमो पनि मिठो छ दिन राति खाना भेराइटी बनाउँछ नि डाइटिङ गरेर कामै लाग्दैन कसरी खानु कस्तो मजा भएको है तिम्रोमा हड्डी चुटाम सब्जी सक्दैन मैले खानै मन लागेन के भाउजू कस्तो पिरो भएको यसरी खानु पर्यो म त त्यसरी खाना जानु त यता र यता बाँधेर उछिपिङ भनेको छ नि साह्रै सर्नु पर्दैन ला मेरो भाउजूले ठेलेको तानेको यस्तो रुचाले खानुभन्दा नि त्यहीँ गएर खानु मिठो हुँदो रहेछ खानु न मस्तो हुन्छ लेमन खानु पर्यो कति पछाडि करिन खाएको उमाइको कस्तो लाग्यो खाएको नि एउटा डरले खाइसकेँ मिठो भएछ बोसवाला खाएको हो कान्छीले नखाएको खाएको खोइ म त मासु खाएको यिनीहरू च्यातेर ए सरी त्यो आफूले छोडेको त खाइसक्नुपर्छ है छोएको चाहिँ खानुपर्छ तिमीले कुन छोयो त्यो खाने हो ला त्यसो भए त म के अरे मिङमा दिदीले मैले छोएको खानु भएछ नि अब यो पनि बाँडेर खाने है अब बाँडेर खानु तपाईँले खानुपर्छ त्यति मेरो भाग त त्यस्तो खाइसक्यो डाइनोसरको करम है यो चाहिँ के बोलेको डाइनोसर अमेरिकाको सुँगुरको करम अमेरिका सुँगुरको करम मैले छोएको खाइसकेँ भर्खरै ठोको थियो यसो गरिदिएको मैले फर्मा त खान्छ
छोप्यो छैन कता पनि मिङमा दिदीलाई टेस्ट पनि गरेको छैन हामीले जुन थियो त्यही खाइसक्यो लास्ट बाइट यो मेरो यो पनि मेरो लास्ट बाइट है गाइजहरु कसरी अर्को यस्तो होला यो मासु के मेरो भागको त्यसको दुईटा खाइसक्यो यस्तो बाँकी छ भर्खर एउटा खानु भएको यस्तो मैले चाहिँ बरु खाइसकेँ दुईटा यो लास्ट हो मम्मी कसम लु एउटा यो खाएँ अन्त यो आधी मम्मी चाहिँ किन खानु पर्यो यत्रो पिरोमा बानी छ कि मोमो खानु नि बरु उता लडिराखा कोक चाहिँ खाने बरु मोमो चाहिँ खानु मन लाग्छ कि मोमो भने म चाहिँ हिजोको मोमो पो रहेछ भनिराखेँ मलाई कोक दिनु न गिलास मलाई एउटा सानो मलाई नि किन हान्थ्यो न मैले हालेर खान गएँ गिलास दिनुस् ल यो डाइटिङहरूले चाहिँ यो खानै पर्ने हुन्छ यो चाहिँ खोइ खाएको हान्नु खाएर तपाईहरुकै हैन खाइला बल्ल सास आउँछ होला मलाई त्यत्रो होइन खाइसक्यो भन्नुहुन्छ ओ माई गॉड अरूलाई देऊ म नखाने धेरै यति बल्ल सास आयो नालेको म अहिले खान्छु नुन तितो रहेन अझ मिठो भएको अब चाहिँ धेरै भएर कि अब ठिक्क भयो कि क्वारेन्टाइन बनाउनु लाग्यो खानु न भाउजूले कति भयो खानमा दुईटा मात्रै हो उसलाई खानु सबै नभयो मलाई त माइ गॉड भिडियो बनाउन नचाल्ने भयो करेन्ट त जति भयो गरौँ खाने चाहिँ निमाले यस्तो मजा हुन्छ है त्यो निउलेर खाऊ न सबै अनि नानाले भन्छ क्या आफ्नो पालो आउँदाखेरि यस्तो गर्ने दिदीहरूको है दिदीहरू खानु भएको छैन को दिदीहरू हामीले त्यो हामीले त्योबाट गरे हो स्टार्टै योबाट गरे तिमीले चाहिँ खाँदैन होला यी मेरो यहाँ अनि हाम्रो त्यस्तो मासु छैन ला छैन लु लु होइन त्यो त कहाँ हालेको हाम्रो अब त्यस्तो दुईटा आउँछ तपाईँमा है यो चाहिँ कविताको हो हाम्रो यो होइन नि यो होइन मासु त्यही त नि हो खाइसक्यो सबै हामीलाई दुईटा नाना र मेरो भाग पुगेन रहेछ कहाँ हराएछ है दुईटा ल्याइदिनु त यस्तो यो सुजनले खान्छ यो चेतनले खान्छ तपाईँले खानु भएन बुढालाई भनेछ आफू त कसलाई यो चाहिँ हाम्रो भएको अनि हाम्रो बुढा नभएको चाहिँ अर्कै माग्नु माग्दिउँ न एउटा सिङ्गल बनायो न एउटा यो पुरानो हो कि हाम्रो अघि दुईटा खाइसक्यो नि दुईजनाले अनि यो एउटा यस्तो मासु ल्याइदेऊ त नानालाई झिकेर ल्याइदेऊ यस्तो भाउजूले नदिने र अघि चाहिँ खाऊ अरे ल हाम्रो भने त्यो त हामीले खाइसक्यौँ बङ्गुरको आलावाला है दिदी तपाईँ र म यो खानुपर्छ अब पालो आयो ल्याइदिँदै ल हेर नि फेरि अब चुप्प लागेर यस्तो हाम्रो मासु खाइसक्छु त नि 5000 लियो है 5000 हो 5000 माग्दै गर्ने 5000 5000 15000 आइसक्यो फेरि यहाँ 15000 आइसक्यो पैसाहरू कहाँबाट अनि यो चाहिँ जाने यो हाम्रो होइन यो त अहिले बुढोहरूले खान्छ यो पापा बेच्ने अनि 5000
बुढालाई खाना दिए पनि उताबाट अनि मगाउने किनेन भने खाएन भने किनेन भने आफै खाने तिमीहरूले के खाने कि तिमीहरूले नि अब पैसा दिने सक्दैन म त मलाई पर्दैन कस्तो हुनु यो ल हाम्रो बुढाहरूलाई बेच्न सक्नु भयो नि बेच्नु पैसा त तिर्नु पर्यो सानो सानो पिस गराएको भए चाहिँ खाँदैन म चाहिँ यत्तिकै देख्दा त चेतनदारी सर्लक्कै मिलिन्छ होला मिल्न त मिल्छ बेच्नु पर्यो नि त फ्रीमा दिनुहुन्छ त बुढालाई फ्रीमै खानुभयो भने चाहिँ फेरिमा खानु मन अब चाहिँ करेन्ट आयो भने चाहिँ खाने हो यो सक्दिनँ म त मासुको आइसीमा त बुढा छैन खाने तिमीलाई चाहिँ आधी आधी गरौँ ल खाइसक्यो है अब आधी आधी तिमीले हड्डी पनि खाइसक्यो भने म पट्याएर चाहिँ लागेको छैन फेरि हड्डी यस्तो खालको हड्डी यो हड्डी चाहिँ कस्तो त खै कसको तर तिमीले खाएको के ए कस्तो लागिरहेको क्या मलाई अघिदेखि मासु खाइरहेको यो मासु चाहिँ तिनवटा भयो दिदी खाइसकेँ कि हो के तिनवटा भयो कि कस्तो पत्याउनु हुन्न हो छ्या भोगेन मैले पहिले खाएको दिदीले झुटो बोल्नुहुन्न भाउजूले साँचो चाहिँ बोल्नु मासु ल्यायो भयो भिडियो रेकर्डमै फेरि बेच्न जानुपर्छ नि एउटा एउटा मासु बोकेर तिमीहरू बमिटाउनु लाग्यो क्या तपाईँलाई तिराउनु लाउला नि फेरि मैले खाइसक्न लागेँ तिम्रो सानो थियो नि त तिमीले ठुलै थियो है यो ठुलो हुन्छ बहुत पिता लिन्छ भनेर मेरो मासु भन्दै पारी चाहिँ मक्काले खुवाउनुपर्छ सक्दैन भाउजूले अचार छ अचार पनि है अचार ओरामै भयो नि अहिले यही हो भेला ओराउने फेरि आमा रिस होला नयाँ पुरीले कसरी थर्कायो त्यही त अब समाचार भोलि बन्छ यहाँ चेतन नभने चाहिँ भन्छु कामेर हिँड्नु मात्रै बाँकी जानु अरूको त खै मेघमा दिदीको त हल्दै दन्काइसक्यो मैले पनि खाइसक्यो अब तिम्रो 5,000 सिधै तिम्रो आमा तिमीले यस्तो पनि खाइसकेको यो पनि खाइसक्नुलाई भने चाहिँ तिमी त डेन्जर रहेछौ त तर तिमीसँग मलाई अलिकति शङ्का चाहिँ छ कि हो कि खाइसक्यो कसम खाउँछ अहिले भिडियो हेर्नु भिडियो हेरिसकेर चाहिँ कसरी थाहा हुन्छ तर म यस्तो खालको लेमन खाएर रियाक्सन चाहिँ नदिएँ मैले बस चाहिँ मैले आज है फर्स्ट टाइम खाएको म पहिला खान नि म त कागज एक चबाउनु सक्थेँ तर किन यस्तो अमिलो भएको है कस्तो अमिलो भएको है ओके बसो ल्याउला हौ यो खाना खान्छ तिमीलाई यहाँको खानु छ यो खाउै तिमीले त एक मान दिन्छ जस्तो छ है मासु दिएर डरै लागिसक्यो लुकायो क्या हो छैन पाद्यो 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 पादेको कहिले पाच्छ हौ दबाई ला भरि न मासु तल हान्न राखिरहेर लुकाएर राखिरहेको होइन हौ यो खाएको के छाला होइन किन तिम्रो चाहिँ भाइ यो हड्डीको खाएको छैन कि मैले थाहा पाइसकेँ खाइसक्यो कि अघिले त्यही भएर चाहिँ नखाला के भोलि राखेर खाऊ बरु पातला राखेर खाऊ बस्यो हो ए पुरै के हो करेन्ट पुरेको ममताले पुऱ्यायो होला हामी दुईजनाले 5वटा खाइसक्ने पाँचवटा हो नि 6वटा खाइसक्ने करेन्ट अर्डर गरेको आउँदैन त नि बोल्छ भाउले बनाउँदैछ बनाउँदै
मिठो है बाबु त हामी लिनु बोलाएको भए सुत्न हामी त के आउनुहुन्छ आउनु त्यो मलाई भोक पनि लागेको थिएन खासै त्यो भने मात्रै खाएको रहेछ ओराउनु तपाईँ बनाइदिनु है त्यहाँ अब चाहिँ कस्तो ओराउनु भएको कि कस्तो ओराउनु उरुसाई भयो त आज धेरै यो भर कति मिठो हुन्छ यो फेरि आयो है हाम्रो गाइस भयो म हेर्दै म सुट गर्दिन ल भरे यत्रो खानु अरे नहुनु अरे भएको छ कस्तो कालो कालो कस्तो कम्ती बाटो बेच्न जाने अब 5,000 लिएर आउने खाइसकेको मैले त खाऊ न अर्को 46 दिदैन 46 एक चोक्टा अहिले के भनेको एक चोक्टा मासु खाऊ न अरे के म त इच्छा पुऱ्याउने बाबा चाहिँ मजाले अगाडि सधैँ पनि पायो यसै स्लो मोसनमा गर्नुपर्छ भोकै लागेको छैन भने फेरि भोक चाहिँ हुनुपर्छ भाउजूलाई भोक नलाग्ने चाहिँ हुनुपर्छ भोक नलाग्ने यतिकै भोक लाग्दा चाहिँ कतिको हो भनेको अब ठुलो लाग्यो भर्याक भन्यो त भर्याक खतरा आइरहेको छ हुन्छ त मासु बेच्न जाने है सेल 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 भनेर बेच्छु 5,000 मासाई सेल सबै खाऊ त उसको पालो पुरी रहेछ उसले पनि त्यसरी भनेर चाकै बोल्छ ल आऊ ल खाऊ आइची गएको मेसरी हम्सिने हिँड्नु नि के हङ्गाउनु चाहिँ पुग्नु भाउजूलाई बोलाउनु कति साह्रो कसम सुन्दा एकजना दुईजना तीनजना चारजना पाँचजना छ्या कस्तो रियल्ली छिरेको कस्तो खालको फिल आयो मलाई त छिर्नु त भाषेन होला फुफु गर्दा पेटभित्र पुगिरहेको अमेरिकाको लासो त अमेरिका कहिले टिभीको फर्म त भर्या थियो आइपुगिसकेछु हामी अमेरिकाको के आइसक्यो म अस्ति तिमीलाई त्यहाँ टिभी भर्दै बसिरहेको अहिले दिदा सबै गरे नि त सबै हालेको पछि सबैलाई पनि गरेर ल्याए एउटा मसला कति फ्याले नि त मैले त खानीले चाहिँ नन स्टप चुपो लागेर कोदेको छ त्यसकोमा चाहिँ तपाईँ पक्कै नक खानी ढोका दिदी अघि हम्किदिन्छु भनेको आउनु त फोन गरेर नाकमा निस्किन्छ यस्तो हाम्रो भाउजूको त सुजलले हम्किदिन्छ धन्यै मारौँ हाँसो मलाई हेर्नु त आज हात त जानुपर्छ ल भोलि मसँगसँगै
अमेरिका डुलेर आउने एउटा पङ्खा इलेक्ट्रिक पङ्खा पनि लगेर जाने त्यहाँ के पङ्गारे त्यो इलेक्ट्रिक हुन्छ नि इलेक्ट्रिक खान नाना केमा एका छन् न म यो चाहिँ किन नखाएको यो चाहिँ खाइसक्नुपर्छ है किन त मलाई 5000 लिइहाल्नु अन्त थपक हैन अनि के भन्छ यति मात्रै खाने मेरो थानी थुप्पा रहेछ मलाई थाहा छैन त खानेको यो कसको हो ममताको होला नि कसको हो र मेरो त यहाँ चोकै छ त्यसमा थानीकै होला थानीको है नाक्कल पारी हुन्छ मेरो त यो मात्रै हो नानाको होइन नि अहिले त म त हेर न म उसको उयोहरुमा चाहिँ एकदम उयो भएर उसकै पक्षमा जाना होला टुक्रा मैले टुक्रा बनाएर खाए हैन खाइ भाउजू भन्नु त मैले हो यो ममतालाई नि खुवाउनु पर्छ अघि त्यहाँनिर तान गरिरहेको छ मेरो 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 हो भन्दै त्यही माथि सुरुमा यो ठुलो रहेछ लेख्दा अर्को सानो देऊ भनेर मलाई ठुलो है खानु भने सबैजना रडी भइरहेको नि भोक नलाएको अहिले भोक लागेको होला नि अहिले चाहिँ भोका बाटा ओ माई गॉड भात बिसाइन्छ र अब छेछ नि हजुरलाई फेरि भोलि गाह्रो पर्छ टेन्सन भइसक्यो नखाऊ होला कोही पनि भित्र छिर्दिन करेन्टमा त भए त स्टिक गर्दै फेरि करेन्टमा त भए त यस्तो तर होइन के म अलिक ठुलो चाहिँ छिर्दिनँ यसो हेर्दा थानी त सबैको चिन्ता म पो छिर्नु मेरोमा त छिर्नु पर्दैन उनीहरूकोमा चाहिँ छिर प्यान लिएर छिर्ने होला हम्मर लिएर छिर भोलि त सेन्से तैरी तिमै दे त्यही बास बनाउला नि फेरि त्यही छिरी पेट दुख्यो भने त मरिन्छ अनि सेन्से त टोयलेटमै आउनुहुन्छ होला म त आधी घन्टा बस्छु अनि सादा टोयलेट जान्छु भने कहाँ गयो भन्दाखेरि मैले खाएँ होला हौ धेरै त अब त बोर्डर लाग्छ या बोर्डर सुरुमै पकाउने भन्दा अगाडि नै म त खान्न भनेको थिएँ के चाहिँ किन होइन ए हामी 3 जना खाने भने भात त लाउनु पर्यो त मेनको यहाँको हिस्सेदार भनेको 3 जना हो नि हामी त साइड साइड है को 3 जना 3 जना त्यही भएर 3 जना बिचमा राखेको यसको मेन बोसहरू भनेको के को बोस खानुको बोस के छ खाँदै छ हामी त यसो साइड हेल्परहरू है हामी जे गर्दा नि हुन्छ हामी चाहिँ खानुलाई यसो हेल्प गरिदिएको नसकेको खाइदिने मात्रै हो बोसले भन्दा धेरै खान्छ के गर्ने त अब हजुरले चान्स डान्स गरिदिनु पर्यो होइन खाइसक्यो नि जिन्दगी गोल्ड बोसो खाएर बिहोस हुन आँटिसक्यो खाइसक्यो अब यो दुईटा चाहिँ छोकै छ दुईटा नै यो चाहिँ 5,000 बेच्नेवाला यो चाहिँ 5,000 उ चाहिँ पुन्टे चाहिँ 10,000 गरे यसमा त कुरै छैन नि त्यो पहिला बेच्नु त्यही बेच्नुपर्छ पहिला सुरु बोसो स्पेसल हो यो चाहिँ अब आफ्नो बुढालाई बिकाउनु जानु अरूलाई बेच्नु राख्नु ल ओके हाम्रो त बुढो छोरा बिकाउँछ तिमी चाहिँ कसलाई बिकाउँछौ म आफै दिने अरे नि त पैसा बहिनीले त मलाई बिकाउने है मासु पकाएर हिँड्नु न रहेर हुन्छ कि धेरै जहिले बोलाउनु नेपालबाट उहाँहरू आउँछ मासु पकाएर हिँड्नु ल ल ल साँच्चै के चाहिन्छ पैसा 5,000 यो तपाईको हो नि बुने 5,000 को कमाल म हाम्रो भाग हामीले खाइसक्यो होइन म त अगाडि नै खान्न भन्दै के के को मा भन्नु गर्छ होला नखाऊ कि नखानु कि नखानु भयो अन्त जबरजस्ती गर्ने दिदी ल भोलि नखानु नखानु बनाइदिन्छु भिडियो बनाउनुको लागि होइन त ल भिडियो बनाउने पैसा चाहिन्छ हामीलाई ल म माग्दिन्छु कि चेतन दाइलाई हामीलाई नै ल म भनिदिन्छु फेरि फिर्ता लानु पर्दैन नि
भित्र लानु पाउँदैन नि ल फिर्ता नलानु अरे भनिदिन्छु के मसँग छैन म चेतनाले मारिदिन्छु बेच्ने के भाउजू यो सुदल यसो गर्दै खानु भोक नलाएको हेर्नु है यता भोक नलागेको अवस्था यो होइन तपाईँको है 5000 हेर्नु मन छैन कि के हो बल गरौँ हेर आशाले पाप लाग्ने रहेछ तिमीलाई यस्तो भोक लागिरहेको रहेछ आदिमा छोडेर हिँडिरहेको रहेछ मान्छे अनि अब त मासु मात्रै रहेछ दिदीको छाडा मात्रै रहेछ छाडा नखाने कि छाडा त मेरो त यहाँ बोल्नु छ नि त नि खावै खाऊ 5000 चाहिएको छ के म त अघिदेखि कम्पिटिसनमा बस्दिनँ भनेको थिएँ जबरजस्ती राखेको 5000 खाँदै खान भने चाहिँ यो दिदीहरूलाई जबरजस्ती गर्नु म त झाली भयो म त रुन्छ के त किनभने सविताले त पैसा नदिने जस्तो कुरा गर्छ खानै पर्छ नानीले खायो भने तपाईँ खानै पर्छ त्यहाँ तपाईँको त बोसो बसेर ए चाम्रो जम्मे त बोसो मैले खाइन त बोसो खाइसक्नु भएको नि त्यहाँ मासु अन्त नि छिटो पढेर लाग्यो भने हजुरले फेरि भन्नु न खाएन भने चाहिँ हामीले उल्टा 5000 भन्नु न खाइहाल्छ त्यति चाहिँ एक आँखा निल्दिन्छ त्यति चाहिँ धेरैको भएको यो खायो भने चाहिँ स्योर 5000 हुँदैन म अघि नै बस्दिनँ भनेको थिएँ मलाई जबरजस्ती राखेको कहाँ त्यसरी पाइन्छ हाम्दैन बरु हो साँच्ची के भने 5000 I love you भन्छु भन्नु डोक्नु जान्छ खुट्टा ढोक्दैन केही पनि जाँदैन मेबी झुकिन्छ दाइ भन्नु न दाइ पैसा नलिकन नफर्किने मतलब धेरै चिज आउँथ्यो एउटा पिसमा त 5000 10,000 डाइनोसरको करम हो नि त अमेरिकाको डाइनोसरको त्यो के गर्ने त्यो 5000 5 दिनबाट खानको बेहोरा गरेर गयो त नि कसरी छिटो दिँदैन म त आज मुख हाँसेका छ भोलि छोरो आयो उफ्रेर फेरि पैसा निकाल्नु भने पैसा भनेको छोरो रिसायो पैसा दिनुहुन्न हजुर तिमीले आफ्नै गोजीमा दिने हो कि मासुको पैसा उठाउने हो उता हुनुहुन्छ के गर्नुहुन्छ त्यो के गर्नुहुन्छ त्यो
यता पनि छ नि यता पनि त्यो के गर्नुहुन्छ यता तपाईँहरू चाहिँ 5000 लिने होइन त खाने हेर नि त्यहाँ पत्रकार तिमीले पनि हो नि तपाईँ के गर्नुहुन्छ अरे त्यो त खाइसक्दा के गर्नुहुन्छ यो चाहिँ अहिले हामी त खाए नि हो नि 5000 लिने कि नलिने लिने गाई कस्तो लागिरहेको छ तपाईँलाई मैले त्यो बुहारी बसेर हेर न कस्तो हेर्दैछ त्यहाँ मारिहाल्छ दिदी बोसले फर वाचिङ आवर भिडियो आजको हाम्रो खाना चाहिँ यहीँ हामीले अलिअलि खाएर छोडिसक्यौँ यहीँ स्टप गऱ्यौँ अनि हाम्रो च्यानललाई हामीलाई हेर्नु भएकोमा धेरै धेरै धन्यवाद हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि के अरे लाइक कमेन्ट सेयर गरिदिनु होला यो चाहिँ ट्रायल मात्रै है ल तिमीहरू भन्नु